म्याचिङ त्यो म्याचिङ भएर कहाँ जानु लाग्यो हाम्रो स्टेज चाहिँ बनिसक्यो यहाँ साउन्ड सिस्टम चाहिँ गर्दै हुनुहुन्छ अनि हामी चाहिँ अब बेलुन आज मतलब प्रोग्राम कस्तो भइरहेछ ल भन म्याचिङ त्योहरू म्याचिङ भएर कहाँ जानु लाग्यो वाउ कुन रिजनल अनि हामी चाहिँ हाम्रो यहाँ म्यान पावर चाहिँ कम छ ह्युमन रिसोर्स कम छ त्यही पनि हामी अब जति सक्छौँ त्यति गरिरहेछौँ हेलो म चाहिँ भ्लग गर्दैछु अब कस्तो आइरहेछ चाहिँ थाहा छैन लाइट अफ गरेर गरिरहेछु अलरेडी फ्लेक्स रहेछ यो बागमती रिजनल मिटको यो दिपिका चुस्की हो झापा गेट यो चाहिँ हाम्रो चितवन मकवानपुर रिजनलको फ्लेक्स फ्लेक्स सानो भए पनि राम्रो छ छुट्टीको परेको छ राम्रो छ राम्रो हामी मान्छे थोरै भएर फ्लेक्स पनि सानो बनाएको हामी चाहिँ के अरे रिजनलको कामले गर्दाखेरि यहाँ हिँड्दैछौँ बिपी टुर हान्दैछौँ बाटो ओए खतरा हन्टेड यहाँ देख्न सक्नुहुन्छ हाम्रो यो बिपीको भित्रको बाटो इट्स अ हन्टेड एरिया हेलो वेलकम टु सिसमिस ब्लग यो ब्लग चाहिँ के को लागि भन्दियो त यो चाहिँ हाम्रो रिजनलको ब्लग हो तर रिजनल भन्दा हामी बिपी टुर हान्दैछौँ यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ कति धेरै आँप फलेको रहेछ आँप यो आँप देखेर चाहिँ टिप्न मन लाग्यो तर टिप्न चाहिँ पाइँदैन होला कि ठुलै छ हन्टेड एरिया हन्टेड यहाँ अर्कै दुनियाँ छ यहाँ बिपीभित्र पनि बिहानदेखि यतिकै प्रोसेसमा छौँ रिजनलको यहाँ टेन्ट स्टेज चाहिँ बन्यो टेन्ट अब टाल्दैछ नि यहाँ साउन्ड सिस्टम चाहिँ खतरा छ यहाँ हेर्न सक्नुहुन्छ साउन्डको साउन्ड प्रुफ छ स्टेजको पनि वाटरप्रुफ स्टेज बनिरहेछ यहाँ अब मान्छेको मात्रै यहाँ वाटरप्रुफ मान्छे बन्नु बाँकी छ न त अरू त सबै राम्रै चलिरहेछ तर यो चाहिँ कहिलेसम्म तयारी हुन्छ चाहिँ थाहा छैन डगिज भाइ अरे ऊ पनि तयारीमा छ रिजनलको लागि हाम्रो सेक्युरिटी आज केटरिङमा राखिदिनु पर्छ भन त हाम्रो स्टेज चाहिँ बनिसक्यो यहाँ साउन्ड सिस्टम चाहिँ गर्दै हुनुहुन्छ अनि हामी चाहिँ अब बेलुन सिस्टमको चाहिँ अलरेडी यहाँ पुरा वाटरप्रुफ भएर आउनु भएको रहेछ अनि हामीले अहिले यो बेलुन चाहिँ फुलाएर भइसक्यौँ के भन्न चाहन्छौ भन प्रिपरेसन कस्तो गइरहेछ भन त यो हाम्रो टेन्ट हो स्टेज अनि यहाँ अझै प्रिपरेसन चाहिँ कम्प्लिट भएको छैन अझै बाँकी नै छ अझै टाइम लाग्छ होला So I would like to welcome everyone in the program and सबैभन्दा पहिला चाहिँ 2026 ब्याचलाई चाहिँ अगाडि आएर आफ्नो इन्ट्रो दिनु हुन म रिक्वेस्ट गर्छु Already, my home is in Bharatpur 12, Lakshak Chiton, and I चाहिँ वाल्मीकि शिक्षा सदनबाट बोलेको अहिले चाहिँ म यहाँ बीएससी एमएड मेरो नाम चाहिँ अनिश लोप्चान अनि मेरो घर चाहिँ चितवन पटुकी कसेर
गाह्रो तिमी छौ जस्तै फुलेको फुल शब्दकै भण्डारै शब्दकै मूल तिमी रे बिहानी चुनेली रात जिन्दगीभरि म दिनेछु साथ सधैँ तिमी हाँसोमा रङ्ग थपी आउनु है पुरै हुन नसक्ने जस्तो यो प्रेम अधुरो कसरी माया आकाश हो वा बाकाश माया आकाश हो वा बाकाश पिजडा हो वा खुल्ला फेरि आकाशको इच्छाले थुनिएको चरो बाकाशमा कसरी फेरि आकाशको इच्छाले थुनिएको चरो बाकाशमा कसरी निर्धक्क भन्ने गाह्रो मेरो प्रेम दक्कसमा कसरी बसेछु यही माझमा आइदिनु है घाम ढलेको साँझमा अन्धकारमा पनि आइदेऊ तिमी घाम पनि सुस्ताउन फेरि मलाई तिमी माया पनि आइदेऊ अचाई हो रहा है क्यों कंफ्यूज मेरे दिल मशवरा मेरा तू आजमा के देख यही उम्र है करने गलती से मुझसे यही उम्र है करने दुनिया खुशी हम नहीं सकी बोलायो माया बोलायो संदेश आयो माया बोलायो आंखों में प्यार लेके चढ़ती जवानी की है पहली बाहर लेके दिल्ली शहर का सारा मीना बाजार लेके झुमका बरेली वाला झुमका बरेली वाला कानों में ऐसा डाला झुमके ने ले ली मेरी जान हाय रे मैं तेरी कुर्बान आहा भिरो र पहिरो खोलाको बाटो नमान्नु डरै डर भिरो र पहिरो खोलाको बाटो नमान्नु डरै डर नफुल्नु माया मनभरि फुल्यो यो जुनी तिम्रै भर हौ
नफुल्नु माया मनभरि फुल्यो यो जुनी तिम्रै भर थ्याङ्क यू त्यो भाइको चस्मा कति बेर चेन्ज भयो सुन ले पिया आज मतलब प्रोग्राम कस्तो भइरहेछ ल भन मेरो भ्लगमा सबैले सब्सक्राइब गरेको छैन होला गरिसक्यो दाइ दिदी कस्तो भयो दुइटै दाइ 24 र 23 हो दुइटा अर्गनाइजर ब्याच हो के भन्न चाहनुहुन्छ भइरहेछ दाइ कस्तो भयो तिमीलाई बिर्को अङ्गुरा बिर्को अङ्गुरा लाइदिउँला चोखो पियारा आज हामी गेम खेल्दैछौँ हरि हरि आरतीको बेला भयो भक्त हो हरि कीर्तन देव हरिकै नाम अर्को इयरमा हुन्न बाई बाई अर्को इयर मिसिङ आवर दिदी विल मिस यु म त मिस गर्छु साली मन पर्यो लौन ससुरा मलाई साली मन पर्यो